हेलो एभ्रिवान, नमस्ते। मेरो नाम चाहिँ हिता गुरुङ अनि मेरो घर चाहिँ प्याजुङ हो होइन अनि म चाहिँ हिजो मात्रै के अरे भोटियोटारबाट प्याजुङ गएको अनि आज चाहिँ फेरि आज के अरे राइनस जानु लागेको। राइनस बेसी धेरै लालीगुराँस फुलेको छ नि त अनि त्यहाँबाट टिकटकमा फोटो खिच्नलाई चाहिँ हामी अब राइनस जानु लागेको। अब यसो थकै लागिसक्यो नै आधा बाटोसम्म चाहिँ गाडीमा जाने हो, त्यहाँबाट हिँडेर जाने भने अब के हुन्छ। अब राइनस जाने चाहिँ जम्मा 3 जना मात्रै हो। मेरो साथी सलिना गुरुङ, मेरो बहिनी अनि बाटो चाहिँ यस्तो छ। मेरो भाइ कस्तो राम्रो देखेको नि हुन्छ। मेरो आज छ्यामा भाइ छ। हामी चाहिँ अहिले अब उयो कुवा पानीमा झरेर बल्ल अब राइनस गाउँ छिर्न लाग्यो। अझै माथि यहाँभन्दा अझै कति माथि छ, कति राम्रो हो घरहरू पनि। ल गाइज हामी चाहिँ अझै राइनस आइपुग्यो बल्ल बल्ल हिँडेर। कति राम्रो छ क्या गाउँ। अघिबाटै भिडियो गर्दै जाने भनेको बिर्सेछ। यहाँ चाहिँ ऊ राम्री केटी 1 2 3 ए के अरे गाडीमा हिँड्छ यो बाटो जाने हो। हिँडेर चाहिँ यस्तो उकालो छ। हेत्तेरी उकालो त कति हो भने कस्तो झ्याउ लागिसक्यो। तर जे होस् कस्तो राम्रो छ क्या राइनस। एक्सपेक्टेसन्स राम्रोसँग देखाइन्छ कति राम्रो छ कि राइनस गाउँ चाहिँ। सबै आउँछखेरि अब यहाँ त घुम्न कति राम्रो छ क्या। देखाइन्छ म वरिपरि। गाइस अब फाइनल्ली हामी चाहिँ राइनस पुग्न लाग्यो। होइन राइनसमा आउने बित्तिकै के अरे राइनस कोट हो भन्दा अब लालीगुराँसको हाम्रो गाइड चाहिँ यहाँ यस्तो राम्रो छ गाइड पनि। ल यस्तो उकालो चढ्दै आयो के गर्नु गाइस। ल थ्याङ्क यू। देखो न गाइस लालीगुराँस देखो न कस्तो राम्रो भएको लालीगुराँस त। आमामा वाउ। यहाँ त क्यामेरामा अझै ठिकै देखेँ तर रियलमा त बब्बाल। हाम्रो के अरे नेपालको राष्ट्रिय फुल लालीगुराँस गाइस यस्तो राम्रो। वाउ। हामी चाहिँ गाइस यहाँ राइनस आइपुग्यो। राइनसमा चाहिँ यस्तो हुँदो रहेछ। मान्छेहरू त यहाँको आउँदै जाँदै अनि यहाँ कस्तो आउँछ अनि लालीगुराँस त आमा कस्तो रहेछ। तर अझै अहिले ओइल के अरे उस भएको होला। यहाँ चाहिँ पुरै मान्छेहरू एकदम लुङ्गी टी सर्ट लाएर हामी त कति राम्री भएर आउने मान्छेहरू। गुराँस यस्तै फुले फेरि ग्रेट वालतिर गयो। ग्रेट वाल यहाँ चाहिँ यस्तो रहेछ। त्यहाँ चाहिँ बस्ने पार्क अनि फोटोहरू खिच्ने। त्यहाँ चाहिँ पुरै लालीगुराँस छ। त्यो पार्कमा थाका लाग्यो यहाँ त्यहाँ हो कस्तो छ बाटो चाहिँ कस्तो राम्रो यस्तो छ राइनस कोट चाहिँ। आज चाहिँ आकाश अलि कालो भएछ। हेलो गाइज हामी चाहिँ भर्खर राइनस बाटो फर्क्यो अनि यहाँ छ बुझ्यो अनि यहाँ छ यसको नाम काट्नु मन लाग्यो तर यहाँ छ हिता गुरुङ दाउराको भारी बोकेर आएन। दाउराको भारी चाहिँ बुझेको हो अनि म चाहिँ यसो स्टाइल पार्नु है गाइस। म चाहिँ बोक्छु ल दाउराको भारी। जा लु बोकेर जा। अब गए ल दाउराको भारी बोकेर जा। चल्ला आएछ म त गयो। गाइज दाउराको भारी बोकेर यहाँ हिँडिरहेछ।
गाईजीलाई चाहिँ यस्तै यस्तै काम गर्न सुहाउँछ। गाई चाहिँ हामी चाहिँ राइनोस घुमेर आएको होइन। अनि यहाँ हिताले चाहिँ यो हिता चाहिँ यहाँ दाउराको भारी बोकिराखेर सुहा होला है गाई। वा मलाई कस्तो राम्रो देखा होला। मलाई देखा न मलाई एकछिन है। म चाहिँ दाउराको भारी बोकेर आएर एकदम थकै लाग्यो। अब चाहिँ हामी चाहिँ अहिले राइनसबाट के अरे फर्केर घर जाँदै हो। अहिले चाहिँ यहाँ हेर तिमीहरू